अब यस्तो आरोपहरु फेरि अर्को नि लाउँछन् लाइराख्छन् कि उनीहरुको तपाईको भेट भएको छ कि भएको छैन प्रधानमन्त्रीसँग त्यसपछि मेरो छैन अहिले समितिले भन्छ नि त समितिले छानबिन गर्छ पहिलादेखि नै 8-9 महिना भइसक्यो यस्तो गरिरहेको हैन फटेको अब पहिलादेखि नै यो सधैँ छ त कहिले इन्डियन कहिले चाइनिज कहिले के भनेर अगाडि जेन्जी आन्दोलनदेखि नै भनिरहेको छ त उहाँले पदबाट राजीनामा दिइसक्नु भएको कारणले गर्दाखेरि अब यो विषयमा राजनीतिक रूपमा हामी छलफल गरेर मात्रै अगाडि बढ्नुपर्छ यो कानुनी खाली भयो भन्ने कुरा छ यो चाहिँ अब अहिले अब यो बजेटसम्म चाहिँ सायद त्यो विषयमा हामी छलफल गर्न सक्ने अवस्था छैन जस्तो लाग्छ यो बजेट पछाडि मन्त्रालयहरूको कुराहरूमा हामी छलफल गर्छौँ सभापतिज्यूमा त रवि लामिछाने दोहोरिनु विकल्प छैन यदि पार्टी बलियो छ एक ढिक्का छ भने त्यसले देशलाई निकास दिन सक्छ हैन यसमा नेताहरूको को हुने भनेर चाहिँ हानथाप गर्ने भन्दा पनि पार्टी एक ढिक्का छ भने त्यसले देशलाई निकास दिन सक्छ देशलाई निकास दिनको लागि हामीले पार्टी खोलेर आएको कारणले गर्दाखेरि निकास दिन सक्ने गरी पार्टी निर्माण गरेर प्रधानमन्त्रीज्यूले तोकेको चाहिँ मन्त्रीले यो प्रस्ताव नीति तथा कार्यक्रम चाहिँ पेश गर्न मिल्ने र चाहिँ जवाफ दिन मिल्ने भन्ने जुन कानुनको कुरा छ त्यो नियमावली पनि हामी आफैले पास गरेको सांसदज्यूहरूले नै पास गर्नुभएको भनेपछि त्यो प्रक्रियामै छ त्यही भएर त्यसमा कुनै पनि समस्या राष्ट्रिय स्वतन्त्र पार्टीले प्राप्त गरेको मत धोकाधडीबाट र सिद्धान्त नै नमिल्ने दलहरू मिलेर प्राप्त गरेको 2/3 होइन नेपाली जनताले नेपाली जनताको पक्षमा राष्ट्रको पक्षमा काम गर्नुहोस् भन्न दिएको यो झनै 2/3 मत हो पहिलाको परम्परागत हिसाबले देश बनेन भनेर आज यो संसदमा हाम्रो ठुलो उपस्थिति छ यो नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टीको चाहिँ उपस्थिति छ हैन अब प्रधानमन्त्रीज्यू जो कार्यकारी भूमिकामा हुनुहुन्छ अब उहाँहरूले चाहिँ आफ्नो समय पनि मिलाउनु पर्छ अब धेरै हामी विकास सुशासनको काममा चाहिँ लगाउनु पर्ने छ हिजो बालेन शाहको राजीनामा माग्ने हर्क साङपाङ आज मौन छन् भित्र सुनसान रूपमा बैठक चलिरहेको छ हर्क साङपाङले कुनै विरोध गरेका छैनन् यता तत्कालीन गृहमन्त्री सुदन गुरुङ पनि मौन छन् किनकि अब छिट्टै छानबिन हुन्छ भन्ने अपेक्षामा हुनेछन् अहिले बालेन शाह यहाँ आउँदै गर्दा उनीमाथि लागेका आरोप प्रत्यारोप उनले हट्नुपर्छ भन्ने विषयमा सुदन गुरुङले पनि यस विषयमा बोलेका छन् धेरै पछि सुदन गुरुङ औपचारिक रूपमा मिडियासँग खुल्न थालेका छन् उनी गृहमन्त्री भए पश्चात जब काम एकदमै धेरै भइरहेको थियो अहिले गृह मन्त्रालयको त्यो काम निरन्तर रूपमा देख्न पाएनौँ भन्ने गुनासोहरू छँदैछ तर सुदन गुरुङले त्यसका केही जवाफहरू दिएका छन् उता रवि लामिछाने आज बैठकको सुरुवातदेखि अन्तिमसम्मै बस्यो तर कतिपय सांसद बैठकमा देखिएन दर्शकबिन राष्ट्रपाले एउटा नीति तयार पारेको थियो सदन अवधिभर बैठकमा बस्नै पर्ने हरेक बैठकमा सहभागी हुनुपर्ने एउटा नियम पनि तय गरेको थियो तर त्यो नियम राष्ट्रपाकी सांसदहरूले तोडेका छन् आज अधिकांश सांसदहरू बाहिर छन् नीति तथा कार्यक्रम चलिरहेको छ अहिले सत्तापक्षका नेताहरूले भने आज केही पनि विषयहरू राखेका छैनन् तर सत्ता बाहिरका विभिन्न दलका नेताहरूले संशोधन प्रस्तावहरू राखिरहेका छन् त्यो संशोधन प्रस्ताव सुन्ने 8 राष्ट्रपाका नेताहरूले भने गरेनन् यस विषयमा अहिले धेरैले आलोचना पनि गरिरहेका छन् आज कुनै हालतमा संसदले नीति तथा कार्यक्रम पास गर्नुपर्ने बाध्यता छ आज यो पास हुने छाटकाटमा पुगिसके पश्चात स्वर्णिम वाग्लेले नै प्रधानमन्त्रीको तर्फबाट बोल्नेछन् प्रधानमन्त्री तर्फबाट बोल्न आएका स्वर्णिम वाग्लेले आफ्ना विषयहरूलाई प्रश्न पार्नेछन् र सदनले अब कस्तो बाटो लिनेछ यी समग्र विषय आज हामी यहीँबाट प्रस्तुत गर्छौँ तत्कालीन गृहमन्त्री सुदन गुरुङ लगायतका विभिन्न सांसदहरूसँगको केही यो विशेष कुराकानी प्रस्तुतिमा हामी हिजो अलिकति त्यो बैठक सके पछाडि सदनमा हिँड्नको लागि हतार गऱ्यौँ त्यो कारणले हामीले मिडियालाई राम्रोसँग भन्न पनि पाइएन है हामी हतार पनि भयो भन्न पनि पाइएन अब यो कामको चापहरू हुने स्वाभाविकै हो हुन त अहिले चाहिँ पार्टीको गतिविधिको लागि महामन्त्री भूपदेव शाहज्यू पार्टी कार्यालयमै हुनुहुन्छ हैन उहाँले समन्वय गरिराख्नु भएको छ तथापि म हिजोको बैठकमा हामीले चाहिँ विशेष गरी अब अलिकति फास्ट ट्र्याकबाट हाम्रो अधिवेशनहरू रोकिएकोलाई चाहिँ छिटो गर्ने गरी चाहिँ निर्णय गरेका छौँ अघिल्लो सचिवालयको बैठकबाट यो जेठको 2 र 3 गते चाहिँ ओडाको भेला अधिवेशन गर्ने त्यसै गरी जेठको 9 र 10 गते
बाँकी रहेका पालिकाहरूको भेला गर्ने र त्यसै गरी चाहिँ जुन जुन पालिकामा समिति बनिसकेका छन् यसअघि त्यो पालिकाहरूको चाहिँ अधिवेशन गर्ने गरी निर्णय भएको छ। त्यसै गरी जेठको 23 र 24 गते देशैभरका जिल्लाहरूमा हामी जिल्ला अधिवेशन गर्न गइराखेका छौँ। यो बिचमा चाहिँ समायोजनबाट आएका जस्तै थारुवानका साथीहरू हुनुहुन्छ, विवेकशील साझाको हुनुहुन्छ, स्वतन्त्र चाहिँ व्यक्तिहरू अभियन्ताहरूबाट आउनुभएको छ होइन। यी सबै चाहिँ पार्टी र राजनीतिक चाहिँ शक्तिहरूबाट आउनुभएका साथीहरूको समायोजनको लागि पनि हामीले महामन्त्री भूपदेव शाहज्यूको जिम्मेवारीमा एउटा कार्यदल बनाएर काम अगाडि बढाइराखेका छौँ। हिजोकै बैठकबाट त्यो निर्णयहरू भएको छ। यसरी कामहरू अगाडि बढाउँदै गइराखेका छौँ। जेठको 23 र 24 गते देशैभरका चाहिँ 77वटै जिल्लामा हामी चाहिँ अधिवेशन गर्छौँ। जस्तै अब महाधिवेशनको विशेष चटार हो र केन्द्रीय महाधिवेशन चाहिँ फेरि चितवनमै लानु धेरैले अर्थपूर्ण रूपमा पनि हेरेका छन्। पार्टी सभापति पनि चितवनबाटै निर्वाचित भएको हिसाबले र राष्ट्रसभाको चाहिँ उत्पत्ति पनि चितवनबाटै भएको हिसाबले नै चितवनमा तपाईँले महाधिवेशन यसको चाहिँ अर्थ छ। अब महाधिवेशन चाहिँ हामी असारको 7, 8 र 9 गते गर्दैछौँ र असारको 7 चाहिँ हाम्रो पार्टीको स्थापना दिवस हो। त्यो कारणले यो एउटा अवसर पनि भयो स्थापना दिवसकै बेलामा महाधिवेशन गर्ने र पार्टीले चाहिँ आम निर्वाचनको 6 महिनाभित्र आम निर्वाचन भएको 6 महिनाभित्र महाधिवेशन गर्ने भनेको थियो। त्यसको लागि हामी भदौसम्म कुर्ने भन्दा पनि अब यो बिचमा चाहिँ असारको 15 पछाडि अलिकति पानीहरू धेरै पर्ने हुन्छ। असार, साउन र भदौकै 15सम्म जान्छ भनेपछि हामी यसलाई चाहिँ पछाडि लानुभन्दा अगाडि नै चाहिँ गरौँ भन्ने एउटा मनसायले भएको छ। अब चितवन चाहिँ के छ भने चितवन चाहिँ एक प्रकारको चाहिँ सबैतिरको एउटा मध्यभाग जस्तो पर्छ होइन चितवन। र अर्को कुरा चाहिँ पार्टीको इपी सेन्टर, पार्टीको एकदमै धेरै मत आएको र पार्टी स्थापना एकदमै ठुलो चाहिँ एउटा जनमत प्राप्त जिल्लाको रूपमा चितवनलाई लिइन्छ। अब राजधानीबाट पनि नजिक, सबै जिल्लाहरूको केन्द्रबिन्दु। सभापतिज्यूले चुनाव त्यहाँ चाहिँ जित्नुभएको हिसाबले, सभापति त्यहाँ चुनाव चाहिँ लड्नुभएको हिसाबले चाहिँ पनि एउटा हुनसक्छ होइन। त्यो एउटा उभार आएको र त्यो चाहिँ एक प्रकारको चाहिँ केन्द्रबिन्दु भएको कारणले गर्दाखेरि अब चितवनलाई चाहिँ यो एक प्रकारको चाहिँ चितवन बाहेक अरू सबै जिल्लाको मान्छेहरू बस्ने जिल्लाको रूपमा पनि लिइन्छ। त्यो हिसाबले चाहिँ हामीले चितवनलाई सभापति अब रवि लामिछाने पुनः दोहोरिने सम्भावना कति रहन्छ भन्ने धेरैको प्रश्नहरू छन् र बालेन शाहको उक्त महाधिवेशनमा सहभागिता कुन पदका लागि रहन्छ भन्ने छ एउटा प्रश्न। अब अहिले पदमा हामी गइसकेका स्थिति छैनौँ। हामी महाधिवेशनको पूर्व तयारीमा छौँ। अहिले उपसमिति समितिहरू बनाएर महाधिवेशनको तयारीको कामहरू चलिरहेका छ। त्यो एक प्रकारको चटारो नै छ। त्यसैको लागि अहिले म सदनबाट एकछिन आधी घन्टा जति निस्केर थोरै त्यो काम सकिदिनु पर्यो भनेर म निस्केको पनि हो। यो हामी तयारी गर्दै जाँदाखेरि अब विभिन्न पदमा विभिन्न नेताहरू चाहिँ रहने कुरा त यो भइ नै हाल्छ। त्यो पनि छलफल सभापतिज्यूमा त रवि लामिछाने दोहोरिनु विकल्प छैन। विकल्प अरू त किन नहुने, किनभने पार्टीमा नेताहरू भइ नै हाल्नुहुन्छ। तर यदि पार्टी बलियो छ, एक ढिक्का छ भने त्यसले देशलाई निकास दिन सक्छ होइन। यसमा नेताहरू को हुने भनेर चाहिँ हानथाप गर्ने भन्दा पनि पार्टी एक ढिक्का छ भने त्यसले देशलाई निकास दिन सक्छ। देशलाई निकास दिनको लागि हामीले पार्टी खोलेर आएको कारणले गर्दाखेरि निकास दिन सक्ने गरी पार्टी निर्माण गरेर जान्छ। जस्तो सदनमा आज जे दृश्य देखियो हिजो भन्दा अलिक सरल देखियो, किनभने हिजो प्रधानमन्त्री बोल्न नआउँदाखेरि जे भनिएको थियो आज चाहिँ उहाँहरू आफै सरल रूपमा प्रमुख प्रतिपक्षी दलदेखि सबै सरल रूपमा चाहिँ बैठक बस्न दिनुभयो र अब उहाँहरू सुन्न पनि तयार हुनुहुन्छ। यो हिसाबले जस्तो सदनमा प्रधानमन्त्री आएर बोल्थे के हुन्थ्यो र भन्ने प्रश्न। अब फेरि महाधिवेशनको कुरा गर्ने भन्यो फेरि अघि नै फेरि यता सदनतिरै हामी पुग्यौँ होइन। यो चाहिँ यस्तो छ, नियलीमा भएको व्यवस्था अनुसार हिजो प्रधानमन्त्रीज्यू हिजो आज चाहिँ अब यो मन्त्रालयहरू चाहिँ गाभ्ने आदि इत्यादि यो छलफलहरू घनीभूत रूपमा भइराखेको देखि पनि राख्नु भएको छ। त्यसको रिजल्टहरू पनि आइराखेको छ। अब यो कार्य विभाजन गरेर काम गर्न सकियो भने हुन्छ भन्ने लागेर हो। फेरि त्यो पनि नियलीमै भएको सुविधा चाहिँ प्रयोग गरेर चाहिँ भएको हो। त्यो कारणले गर्दाखेरि आज छलफल गरेर
हामी यो सदनको अगाडि छलफल गरेर फेरि सदन सुचारू भएर छलफलकै क्रममा छौँ। नीति तथा कार्यक्रममा सबै दलका नेताहरूले चाहिँ राय राखिराख्नु भएको छ। त्यो कारणले आज सदन सुचारू अगाडि बढ्छ र आज नीति तथा कार्यक्रम चाहिँ निर्णयार्थ प्रस्तुत हुन्छ। अन्तिम प्रश्न, तपाईँकै छिमेकी, तपाईँको जिल्लाको छिमेकी भनौँ न, निर्वाचन पनि नजिकै, अब ओल्लो र पल्लो भनौँ 1 र 2 नै छ, त्यहाँबाट निर्वाचित हुनुभएका सुदन गुरुङ गृहमन्त्री हुनुहुन्थ्यो, उहाँ बाहिरिनुभयो र अहिले धेरैले जस्तो सुदन गुरुङको मुद्दामा चाहिँ अनुसन्धान पनि भएन, त्यस विषयमा अगाडि पनि बढेन, छानबिन समिति बनाउने भनेको थियो, केही पनि भएन भनेर प्रश्न गरिरहेका छन्। तपाईँ पार्टीको महामन्त्री जस्तो पदमा पनि भएको हिसाबले र प्रमुख सचेतक पनि भएको नाताले किन उहाँको यो प्रक्रियाहरू, अनुसन्धानको प्रक्रियाहरू रोकियो, के भयो? होइन, यो चाहिँ त्यसको सत्य तथ्यका विषयमा चाहिँ पार्टी नेताहरूले सामान्य छलफलहरू गरिराख्नु भएको छ। सायद यो विषय छिट्टै अगाडि बढ्छ। भनेको के छानबिन समिति बनाउनु? होइन, छानबिन समिति बन्ने यो चाहिँ उहाँले पदबाट राजीनामा दिइसक्नु भएको कारणले गर्दाखेरि अब यो विषयमा राजनीतिक रूपमा हामी छलफल गरेर मात्रै अगाडि बढ्नुपर्छ र अहिलेको दृष्टिकोणबाट हेर्ने हो भने यो चाहिँ राजनीतिक विषय मात्रै हो। यो प्रश्नको जवाफ व्याग्र रूपमा खोजिराख्नु भएको छ। हामी विधि निर्माण गर्ने थलोमा छौँ र विधि निर्माण गर्ने प्रक्रियामा कानुन, नियम र प्रणाली यी सबै कुराको प्रतिनिधि सभामा यो पार्लियामेन्टमा सबैजनाले उच्च सम्मान प्रकट गर्नुपर्छ भन्ने कुरामा हाम्रो विमति हुने कुरै रहेन। म अलिकति यहाँलाई एउटा उदाहरण प्रस्तुत गर्न चाहन्छु अथवा इतिहासतिर एक्चुअली फर्किन चाहन्छु। यहाँलाई कतिको जानकारी छ, संसारको सबैभन्दा पुरानो संसदीय अभ्यास भनेको बेलायतको संसदीय अभ्यास हो र 13औं शताब्दीमा माग्ना कार्टा मार्फत राजा पनि कानुनभन्दा माथि हुन सक्दैन भनेर स्थापना त्यो सुरु गरेर त्यो आधुनिक यो आधुनिक प्रतिनिधि सभा जस्तै सभाको सुरुवात गरिएको थियो। त्यतिखेर राजाले जे बोल्यो अथवा त्यतिखेर स्टेट हेडले अथवा त्यो कम्युनिटीका प्रमुखले जे बोल्यो त्यो नै कानुन बन्थ्यो। तर माग्ना कार्टाले कानुन चाहिँ सबैको लागि बराबरी हुनुपर्छ र कानुनभन्दा माथि राजा हुन सक्दैन भनेर त्यतिखेर स्थापित गरेको तथ्यका आधारमा आज हाम्रो पार्लियामेन्ट पनि चलिरहेको छ। यो यहाँलाई थाहा छँदै छ। र विधि स्थापना गर्दाखेरि त्यो विधि मार्फत सबै कुरा चल्ने हो। प्रतिनिधि सभा नियमावली 2079 को धारा 38ले स्पष्टसँग भनेको छ नीति तथा कार्यक्रममा कसरी प्रस्तुत हुने, यसमा उठेका जवाफ कसरी दिने भन्ने कुरा स्पष्टसँग लेखिएको छ। त्यो विधि मार्फत चल्नुपर्छ कि पर्दैन हाम्रो संसद। र अर्को कुरा, हाम्रो लागि माग्ना कार्टा भनेको हाम्रो प्रतिसभा नियमावली हो कि होइन, यसको जवाफ यहाँहरूले खोजिदिनु भयो भनेदेखि प्रधानमन्त्रीजी उपस्थित हुनुभयो कि भएन भन्ने कुराको जवाफ त्यहाँबाट लिन सकिन्छ। म यति नै कुरा राख्दाखेरि उपयुक्त हुन्छ जस्तो लाग्छ। तर विपक्षी दलहरूले चाहिँ किन तपाईँहरूले विपक्षी दलहरूलाई विश्वासमा लिने दायित्व पनि यहाँहरूकै हो नि त? अब मैले यहाँलाई जोड दिन खोजेको, मैले उदाहरण प्रस्तुत गर्न खोजेको कुरा के हो भने सबै कुरा जसरी अनुसरण गरिएका थिए विगतमा त्यसरी नै अनुसरण गर्नुपर्छ भन्ने कुरा, केही कुरा मूल्य मान्यताबाट हुन्छन् र केही कुरा विधि मार्फत हुन्छन्। त्यसमाथि पनि लिपिबद्ध भएको हाम्रो सदनको माग्ना कार्टा भनेको त हाम्रो नियमावली होला। नियमावली स्पष्ट पारिसकेपछि र त्यही विधि मार्फत सम्मानित प्रधानमन्त्रीज्यूले सम्मानित सदनमा सम्माननीय राष्ट्रपति मार्फत वाचन गराइएको नीति तथा कार्यक्रमको जवाफ दिनको लागि विधि र प्रक्रियाभित्र रहेर त्यही नियमावलीको नियम 38 भित्र रहेर मैले मेरो क्याबिनेटको अर्थमन्त्रीज्यूलाई यसका जवाफ दिन पठाएको छु भनेर पत्र लेखेको कुरा विधिसम्मत हो कि होइन, मैले यहाँलाई यति कुरा राखिसकेपछि यहाँले धेरै कुरा प्रश्नसँग बुझ्नुहुन्छ। किनकि धेरै कानुनका जानकार साथीहरू यहाँ हुनुहुन्छ। त्यसपछि अनि विधि पद्धतिका कुरा गर्दाखेरि हामीले थुप्रै त्यस्ता पुराना अभ्यासहरूलाई त्याग्दैछौँ, थुप्रै पुराना अभ्यासहरूलाई त्यागेर नयाँ मानकहरू स्थापना गर्दैछौँ। यहाँलाई थाहा छ कि छैन, सरकार गठन भएको 100 दिनमा सरकारले आफ्नो कामको गति कति तीव्र रूपमा अगाडि बढाएको छ र हामीले हाम्रा जिम्मेवारीका कुरा, नेपाली जनतालाई बाचा गरेका कुरालाई समयमा पुरा गर्नको लागि कति तीव्र रूपमा अगाडि बढ्नुपर्छ भन्ने कुरा। प्रतिनिधि सभाले आफ्नो जिम्मेवारी निर्वाह गर्नुपर्छ, कार्यपालिकाले आफ्नो जिम्मेवारी निर्वाह गर्नुपर्छ, न्यायपालिकाले आफ्नो जिम्मेवारी निर्वाह गर्नुपर्छ, राज्यका सबै तीनटै निकायले आफ्नो जिम्मेवारी सशक्त ढङ्गबाट निभाए मात्र, पुरा गरे मात्र र त्यसलाई गति दिए मात्रै, आज पनि आउनुहुन्न होइन, त्यसलाई गति दिए मात्रै
हामीले जनतालाई बाचा गरेका कुराहरू समयमा पुरा गर्न सक्छौँ। आज आउनुहुन्न होइन प्रधानमन्त्री त्यसो भए? मैले फेरि पनि दोहोऱ्याएँ, यो विधि मार्फत चल्ने सभा भएको हुँदा त्यही विधि मार्फत नै अगाडि बढ्छ। विपक्षी दलहरूलाई विश्वासमा लिन चाहिँ के गर्नुहुन्छ त? अब संवाद त गर्नु पर्ला, फेरि यहाँहरूकै दायित्व हो त्यो। हेर्नुहोस्, नेपाली जनताले मत दिएर पठाएका सार्वभौम सांसदहरू यो सदनमा उपस्थित हुनुहुन्छ। 275 जना सङ्घीय सांसदहरू सबैजना नेपाली जनताको अभिमतबाट, सार्वभौम नेपाली जनताको अभिमतबाट निर्वाचित भएर यहाँ आउनुभएको छ र राष्ट्रिय स्वतन्त्र पार्टीले प्राप्त गरेको मत धोकाधडीबाट र सिद्धान्त नै नमिल्ने दलहरू मिलेर प्राप्त गरेको दुई त्यहीँ होइन। नेपाली जनताले नेपाली जनताको पक्षमा, राष्ट्रको पक्षमा काम गर्नुहोस् भन्न दिएको यो झनै दुई त्यहीँ मत हो। यसको सम्मान गर्नु सबैको दायित्व हो, किनकि राष्ट्रिय स्वतन्त्र पार्टीलाई मत हाल्ने जनता राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ता मात्र होइनन्। यसलाई यहाँ त यतिखेरको यो मत क्रान्ति गर्ने जनता त समग्र नेपाली जनता हुन्। हिजो भलै उहाँहरूले कङ्ग्रेसलाई भोट हालेको थिएला, एमालेलाई हालेको थिएला, माओवादीलाई हालेको थिएला, अन्य दलहरूलाई हाल्नुभएको थिएला। त्यसकारण प्रतिपक्षमा रहनुभएका मान्यज्यूहरूले पनि के बुझ्नुपर्छ भने नेपाली जनताले जुन परिवर्तनको लागि अभिमत जाहेर गर्नुभएको छ त्यो मतको सम्मान गर्नु हामी सबैको दायित्व। हस्, धन्यवाद। धन्यवाद यहाँलाई। तपाईँले बोलेका सदनबाट संसदीय अभ्यासमा हामीले स्थापना गर्ने मानकहरू नै हाम्रा लागि मार्ग निर्देशन हुनेछन्। मैले केही दिन अगाडि सम्मानित सदनमा प्रस्तुत गरेका केही शब्दहरूसँग आपत्ति भएर त्यसलाई असंसदीय भनेर संसदको रेकर्डबाट हटाउने भन्ने कुरा सम्माननीय सभामुखबाट निर्देशन भइसकेपछि म सम्माननीय सभामुखज्यूको निर्देशनलाई उच्च सम्मान गर्छु र मेरा कारणले मैले उच्चारण गरेका शब्दले कुनै व्यक्ति विशेषलाई इङ्गित नगरिकन समग्र प्रणालीले उत्पादन गर्ने जनशक्ति हामी भरौटे उत्पादन गर्ने हो कि सक्षम नागरिक उत्पादन गर्ने हो भनेर मैले वाचन गरेको कुरामा म स्पष्ट छु। यद्यपि सम्मानित सदनले यो शब्द आफैमा गैर संसदीय शब्द हो भन्ने बुझाइका कारणले रेकर्डबाट हटाउने भन्ने जुन निर्देशन दिनुभएको छ, म यसप्रति सम्माननीय सभामुखज्यूको निर्देशनप्रति म निर्देशनलाई उच्च सम्मान प्रकट गर्छु र मैले उच्चारण गरेका शब्दका कारण नेपाली जनताको कहीँ कतै चित्त दुखाइ भएको छ भने म गहिरो दुःख व्यक्त गर्दै क्षमा याचना गर्छु। मानिज्यू, आज बैठक लगभग अन्तिम चरणमा पुग्यो। हिजो चर्को आवाजमा बोल्ने हर्क साङपाङहरूको पनि आवाज त आज दबिएछ। के गर्नुभयो तपाईँहरूले? होइन, अब यो संसदको पद्धति नै हो। अब नीति तथा कार्यक्रम टेबल भयो, त्यसमाथि अब संशोधनको प्रस्तावहरू पेश गर्ने कार्यक्रम थियो, त्यो पेश गर्नुभयो। अब त्यो सकेपछि अब यो विषयमा फेरि छलफल प्रारम्भ हुन्छ। त्यसपछि चाहिँ अब अर्थमन्त्रीज्यूले त्यसमा चाहिँ जवाफ दिने कार्यक्रम छ। त्यही भएर राम्रोसँगले यो संसद चालु भएको छ। अब अभ्यास नै यही हो। अब त्यो विरोध गरेर हुने कुरा पनि भएन। जे कानुनमा लेखिएको छ, जस्तै अब प्रधानमन्त्रीज्यूले चाहिँ तोकेको मन्त्रीले चाहिँ जवाफ दिन मिल्ने भन्ने जुन कानुन छ त्यही अनुसारले चाहिँ अगाडि बढेको छ। आज सौहार्दपूर्वक रूपमा चाहिँ अब नीति तथा कार्यक्रममा छलफल भएको छ। कतिले संशोधनमा प्रस्ताव राख्नु भएको छ। अब छलफल सुरु हुन्छ। त्यसपछि चाहिँ सरकारको तर्फबाट जवाफ आउँछ। यसरी चाहिँ एउटा सौहार्द रूपमा चाहिँ अब सबैजना मिलेर देश विकास गर्ने नै हो, होइन? त्यही भएर आज राम्रो भइरहेको छ। जस्तो प्रधानमन्त्रीप्रति आलोचना पनि बढ्यो। एउटा सम्माननीय पदमा पुग्नु भएको व्यक्ति त बोलिदिएको नि भए नि के हुन्थ्यो, सदनमा आएर आफूले लेखेका कुराहरूको एउटा जवाफ दिने त हो नि के हुन्थ्यो र भन्ने धेरैका प्रश्नहरू छन्। होइन, अब यस्तो हो। अब यो उहाँको कुरा भयो। अब धेरै कुरा त अब कानुनले नै गाइड गर्ने हो, होइन? जस्तो अब कानुनले चाहिँ अब प्रधानमन्त्रीज्यूले तोकेको चाहिँ मन्त्रीले यो प्रस्ताव नीति तथा कार्यक्रम चाहिँ पेश गर्न मिल्ने र चाहिँ जवाफ दिन मिल्ने भन्ने जुन कानुनको कुरा छ त्यो नियमावली पनि हामी आफैले पास गरेको, सांसदज्यूहरूले नै पास गर्नुभएको भनेपछि त्यो प्रक्रियामै छ। त्यही भएर त्यसमा कुनै पनि समस्या छैन। अब सम्माननीय प्रधानमन्त्रीज्यूलाई कुन दिन उहाँलाई चाहिँ अब जवाफ दिनुपर्ने हुन्छ र उहाँलाई मन लाग्छ, उहाँ आएर जवाफ दिइहाल्नुहुन्छ। त्यसमा त्यस्तो ठुलो विषय छ जस्तो मलाई लाग्दैन। विषयवस्तु अलिक गम्भीर भयो भन्ने भने हिजो राजसभा 79मा चुनाव जित्दै गर्दा केपी शर्मा ओली सदनमा
सहभागी नहुँदाखेरि यसरी प्रश्न उठाउने राष्ट्रसभा थियो। आज त्यही प्रश्न चाहिँ राष्ट्रसभाको काखमा पुग्यो भन्ने खालका प्रश्नहरू बाहिर छन्। होइन, अब अहिले हामी यो देश बनाउने प्रक्रियामा छौँ होइन, त्यस भएर धेरै कुरा यो क्रमभङ्गता पनि भइरहेको छ। अब पहिलाको परम्परागत हिसाबले देश बनेन भनेर आज यो संसदमा हाम्रो ठुलो उपस्थिति छ। यो नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टीको चाहिँ उपस्थिति छ होइन। अब प्रधानमन्त्रीज्यू जो कार्यकारी भूमिकामा हुनुहुन्छ, अब उहाँहरूले चाहिँ आफ्नो समय पनि मिलाउनुपर्छ। अब धेरै हामी विकास सुशासनको काममा चाहिँ लगाउनु पर्ने छ। अब उहाँहरूले त्यता फोकस गर्दाखेरि चाहिँ अझ देश बन्न चाहिँ अझ सहज हुन्छ जस्तो लाग्छ। किनभने एउटा कार्यकारी भूमिकामा बसिरहँदाखेरि यत्रो नेपाल बनाउने जिम्मेवारी छ। त्यही भएर उहाँले आफ्नो समय व्यवस्थापन पनि गर्नुपर्ने छ र समय व्यवस्थापनको कुरा गरिरहँदाखेरि फेरि नियम कानुनलाई पनि पालना गरिसकेपछि यसमा कुनै पनि समस्या होइन। त्यही भएर परम्परागत हिसाबले देश चल्नुपर्छ भन्नेमा चाहिँ हामी छैनौँ र नियमले दिएको अनुसारले देश विकास कसरी हुन्छ त्यही काम गर्ने हामीले। मलाई अर्को एउटा प्रश्न सोध्न मन लागेको चाहिँ केही समयदेखि तपाईँहरूले ठेकेदारहरूलाई समाउँदै ल्याउँदै चाहिँ सोधपुछ गरिरहनु भएको छ भन्ने कुरा छ। किनकि तपाईँले पनि अहिले भौतिक पूर्वाधारै हेरिरहनु भएको छ, त्यसको त तपाईँ सभापति पनि हुनुहुन्छ होइन। समितिकै सभापति भएको नाताले यो तपाईँले किन चाहिँ ठेकेदारहरूलाई थर्काइरहनु भएको छ भनेर अहिले त तपाईँहरूमाथि ठेकेदारहरू खनिएका छन्। किन व्यापारी ठेकेदारहरूप्रति तपाईँहरूको किन आँखा गइरहेको छ, आँखा किन लगाइरहनु भएको छ भनेर यति बेला प्रश्न उठिरहेछ। अब पूर्वाधार विकास समितिको सभापतिको रूपमा केही निर्माण व्यवसायीहरू मलाई पनि भेट्न आउनु भएको थियो र उहाँहरूसँग पनि मेरो छलफल भयो। त्यस्तो चाहिँ सरकारको त्यो रिसिभी केही पनि होइन। खालि हामीले भनेको कुरा चाहिँ के हो त भन्दा ठेक्का लिइसकेपछि चाहिँ काम गर्नु पर्यो। यो बाहना त्यो बाहनामा चाहिँ तपाईँको चाहिँ ठेक्कालाई चाहिँ रुग्ण बनाउनु भएन। उहाँले ठेक्का रद्द गर्ने प्रक्रियाहरू पनि छ। हामीलाई रद्द गराउने हो नि त, यदि काम गरेन भने बन्द गर्ने होइन नि त भनेर आएको छ नि त। होइन, रद्द गर्ने सोल्युसन होइन नि त। उहाँले त सफलतापूर्वक बनाउँछु भनेर त लिनुभएको ठेक्का हो नि त। र उहाँले निर्माण सामग्रीको विषय भयो, अन्य विषयहरू भयो, हामी व्यवस्थापन गर्छौँ र हामी बनाउँछौँ भनेको हो नि त। अब अहिले तपाईँ हेर्नुहोस् न, हरेक परियोजनाहरू होइन, अब यही मुङ्लिनदेखि तपाईँको मुङ्लिनबाट तपाईँको नागढुङ्गासम्मको सडक हेर्नुहोस्, सूर्यविनायक धुलीखेल सडक हेर्नुहोस्, यी कुनै पनि समयमा बन्ने स्थितिमा छैनन् होइन। अब बिपी राजमार्गै हेर्नु समस्याग्रस्त छ भनेपछि अब अलिकति हामीले चाहिँ यसलाई अलिकति हामीले कडा रूपमा चाहिँ राज्य नलाग्ने हो भने त हाम्रो कुनै परियोजना समयमा चाहिँ बन्दैन। ठेकेदारहरूलाई पक्राउ गर्ने जसले काम गरेका छन्, पक्राउ त गरेकै छैन। उहाँहरूलाई चाहिँ बोलाइएको एक दुईजनाले त नियन्त्रणमा लिएको होइन, नियन्त्रणमा लिएको छैन। उहाँहरूलाई चाहिँ मन्त्रालयमा बोलाएको हो, मन्त्रालयमा चाहिँ बोलाएर उहाँसँग सोधपुछ गरेको। अब पहिला चाहिँ अब चाहिँ बोलाइन्थ्यो, उहाँहरूसँग नम्र रूपमा गरिदिनुहोस् न कृपया प्लिज भन्ने चलन थियो, जसले गर्दाखेरि समयमा बन्दैन थियो। आज निर्माण व्यवसाय त पक्राउ गर्नुभन्दा पक्राउ परे त कहाँ छ र, त्यस्तो पक्राउ पुलिस गएर पक्राउ गरेको होइन। अब उहाँहरूलाई बोलाएको हो, उहाँहरू आउनु भएको हो। अब केही ठाउँमा प्रहरीले बोलाउन जानुभएको होला, त्यो भिन्दै कुरा सत्य हो नि। प्रहरीले गएर बोलाएर ल्याएको त हो नि त। त्यो पनि विषय मलाई चाहिँ थाहा छैन। अब मैले सुनेको चाहिँ त्यो हो, उहाँहरूले पनि त्यही भन्नुहुन्थ्यो। अब त्यही भएर त्यो अब निर्मम भएर राज्यले चाहिँ आफ्नो ठेक्का प्रणालीलाई चाहिँ व्यवस्थित गर्नुपर्छ क्या। बालिन शाहले जे भन्नुभएको थियो एउटा कार्यक्रममा भन्नुभएको थियो, ठेक्का पट्टा काम गर्ने हो, नगरेर पाता कसेर हुन्छ कि बाँधेर हुन्छ कि काम गराउने हो। यो बाटो सडक अलपत्र पार्नेहरूलाई भनेको जस्तै तपाईँ अब त्यसै गरी निर्मम भएर लाग्ने हो यो सडक निर्माणका लागि। अब सम्मान्य प्रधानमन्त्रीज्यूले आफू चुनावमा जाँदाखेरि एजेन्डाको रूपमा नै प्रस्तुत गरेको कुरा हो, जुन अनुमोदन पनि भएको छ। अब हामी त्यही अनुमोदन भएर आएपछि अब पनि हामीले ठेक्कालाई व्यवस्थापन गर्न नसक्ने, सबै परियोजना चाहिँ अलपत्र रहने, ठेक्का व्यवस्थित नहुने हो भनेदेखि त होइन। सामान्य प्रधानमन्त्री बालिन शाहज्यूको नेतृत्वमा क्याबिनेट बन्नु, यत्रो हामीले भोट पाउनु, यसले त हामीलाई जनताले त हामीप्रति त फेरि उहाँहरू सन्तुष्ट हुनुहुन्न। त्यही भएर हामी चाहिँ अलिकति यो निर्माण व्यवसायीलाई चाहिँ काम गर्ने वातावरण बनाउँछौँ। उहाँहरू आएपछि त उहाँहरूको कुरा पनि त राख्न पाउनु भयो नि। फेरि तपाईँले के बिर्सिनु भयो भन्दा जुन उहाँहरूलाई राज्यले बोलायो र उहाँले पनि त आफ्नो कुरा राख्नुभयो। जस्तो निर्माण सामग्रीहरू पाइएको छैन होइन, नदीबाट निकाल्न दिइएको छैन भन्ने कुरा उहाँले राख्नुभयो। अलकत्राको चाहिँ समयमा पाएको छैन भन्ने समस्या राख्नुभयो। अलकत्राको चाहिँ मूल्य बढेको छ, निर्माण सामग्री रड सिमेन्टको चाहिँ मूल्य
अहिले वृद्धि भएको छ, यसलाई व्यवस्थापन गरिदिनु भन्ने कुरा त निर्माण व्यवसायले राज्यलाई पनि त एउटा राख्ने प्लेटफर्म भयो नि त। हिजो यस्तो हुँदैन थियो भनेपछि आज दुवै पक्षलाई विन विन सिचुएसन भएको छ। अब परियोजना बन्छ, परियोजना नबनाउने निर्माण व्यवसायीसँग चाहिँ राज्य निर्मम हुन्छ, तर राज्यले गर्नुपर्ने सहजीकरण, राज्यले गर्नुपर्ने सहयोग राज्यले निर्माण व्यवसायीलाई सधैँ गर्छ। त्यही भएर म के रिक्वेस्ट गर्छु, एउटा पूर्वाधार विकास समितिको सभापतिको हैसियतले पनि भने निर्माण व्यवसायीहरू जति तपाईँहरूलाई समस्या छ तपाईँहरू आउनुहोस्, हामी तपाईँहरूलाई सहजीकरण गर्छौँ, सहयोग गर्छौँ। तर तपाईँहरूले कुनै बाहनामा पनि प्रोजेक्ट चाहिँ ढिलो गर्नु भएन। 30% बिलो, 40% बिलो, 50% बिलोमा परियोजना लिनुभएको होला। अब अहिले नाफा नदेखेपछि तपाईँलाई बनाउने इच्छा कम भएको होला, त्यो गर्न पाइँदैन। तपाईँले लिएको परियोजना तपाईँले बनाउनुपर्छ, त्यो तपाईँको जिम्मेवारी हो। तपाईँलाई टर्म्स एन्ड कन्डिसन पहिल्यै थाहा थियो, त्यसमा राज्यले के सहयोग के सहजीकरण गर्नुपर्छ त्यो हामी बाटोमा आउनुहोस्, हामी सहजीकरण गर्ने, हामी चाहिँ तपाईँलाई बाचा दिन्छौँ। धन्यवाद। उपस्थित रहने जानकारी भएमा प्रधानमन्त्रीले तोकेको मन्त्रीबाट टेबल हुने व्यवस्था गरिएको छ, त्यो व्यवस्था हुन्छ। अहिले छलफल छ, छलफल पछाडि सदन चल्छ भन्ने लाग्छ। तर प्रधानमन्त्रीज्यू चाहिँ सन्चो भएन भने, प्रधानमन्त्री विदेशमा हुनुहुन्छ भने त्यो कन्डिसनमा चाहिँ त्यो व्यवस्था गरेको रहेछ नियमावलीले। अन्य कन्डिसनमा चाहिँ त्यही सिंहदरबारको प्रधानमन्त्रीको कार्यालयमा बसेर यहाँ नआउने चाहिँ त्यो सुविधा चाहिँ छैन भन्ने कुरा आयो। होइन, नियमावलीमा ठ्याक्कै त्यस्तो नियमावलीमा ठ्याक्कै त्यस्तो व्यवस्था छैन। नियमावलीमा प्रधानमन्त्री अनुपस्थित होइन, काबुभन्दा बाहिर भन्ने शब्द पनि छैन। होइन, त्यसमा लेखिएको के छ भने काबुभन्दा बाहिर भन्ने शब्द पनि छैन। लेखिएको के छ भने प्रधानमन्त्री अनुपस्थित रहने अवस्थामा अनुपस्थित रहनुको कारणसहित उहाँले चाहिँ त्यहाँ अर्को प्रतिनिधि तोकेर पठाउने भन्ने छ। प्रतिनिधि तोकेर पठाएको जानकारी आइसकेको छ। जानकारी आइसकेपछि यो प्रश्न नै हुन सक्दैन कि अब पुष्टि हुनु पर्यो नि त। होइन, औचित्य यस हो, म आउन सक्दिनँ। त्यसकारण मेरो तर्फबाट प्रतिनिधिको रूपमा चाहिँ अर्थमन्त्रीले आज टेबल गर्नुहुनेछ भनेर चिठी पठाइसकेपछि औचित्य त्यही हो नि। आफ्नै सांसदसित किन डराउनु भयो भन्ने कुरा हो कि उहाँ प्रधानमन्त्रीको अनुहार देख्न नपाएर मान्छेहरूलाई कस्तो छ। प्रतिपक्षीलाई त सिर्फ प्रधानमन्त्रीको उपस्थिति मात्रै एउटा माग गरे होइन। सबभन्दा पहिला हामीले के हेर्नु पर्यो भने व्यवस्थापिका र सरकार भनेको फरक चिज हो। सरकार सञ्चालन गर्ने प्रधानमन्त्रीले हो। व्यवस्थापिकामा अनुपस्थित रहँदैमा प्रधानमन्त्री व्यवस्थापिकातर्फ चाहिँ अनुत्तरदायी हुनुभयो भनेर सोच्नु गलत हो। त्यसले गर्दाखेरि व्यवस्थापिकाले खोजेको बेलामा व्यवस्थापिकामा आवश्यकता परेको अवस्थामा उहाँ आउनुहुन्छ। सम्भवतः जवाफको लागि उहाँ आउनुहुन्छ। अहिले प्रधानमन्त्रीले टेबल गर्ने मात्रै विषयमा आउनु भएन भन्ने कुरा यो विवादका लागि मात्रै विवाद हो। सवाल जवाफ अब यस्तो छ, सबभन्दा पहिला टेबल भएको नीति तथा कार्यक्रममा छलफल प्रारम्भ हुन्छ। त्यो छलफल सकिए पछाडि जवाफ दिने कुरा आउँछ। छलफल सकिएको छैन, छलफल सुरु नै भएको छैन। छलफल सुरु हुन संशोधन हाल्ने मान्यज्यूहरूको सुरुमा छलफल हुन्छ। त्यस पछाडि हामीले पनि छलफलमा भाग लिन पाउँछौँ। हाम्रा तर्फबाट पनि छलफलमा भाग लिँदै गर्दा हामीले आफ्ना कुराहरू राखिसके पछाडि सम्पूर्ण सांसदहरूले आफ्ना कुराहरू उठाइसके पछाडि त्यसमा जवाफ दिने कुरा चाहिँ प्रधानमन्त्रीको कुरा, उहाँले प्रतिनिधित्व गरेर पठाएको व्यक्तिको कुरा हुनसक्छ। अहिले जवाफ दिनेसम्म हालतमा हामी पुगेका छैनौँ। अहिलेको विवाद भनेको टेबल गर्ने विषय मात्रै हो। मासिक सवाल जवाफ त हाम्रो प्रचलन छ नि, पुरानो सरकारले पनि गर्थ्यो, यो सरकारले नगर्नु होइन। मैले अघि नै भनिसकेँ, सवाल जवाफको त हामी अहिले पुगेकै छैनौँ। अहिले त हामी टेबल गर्ने प्रक्रियामा मात्रै छौँ। टेबल गर्न नै प्रधानमन्त्री चाहियो, प्रधानमन्त्री बिना टेबल हुन सक्दैन भन्ने प्रतिपक्षको आवाज। प्रधानमन्त्रीले प्रतिनिधि तोकेर पठाइसक्नु भएको कारणले गर्दाखेरि प्रतिनिधिले टेबल गर्नुहुन्छ भन्ने हाम्रो आवाज हो। त्यो अहिले छलफल छ। छलफल 400 मिटर मात्र पर हुनु भएको प्रधानमन्त्री आउनु चाहिँ किन नआउनु भयो? होइन, 1 मिटर पर भए पनि व्यस्तताको कुरालाई पनि हेरिदिनुपर्छ। के व्यस्तता त्यही भन्नुहोस्, ठ्याक्कै छुले होइन। मैले अघि नै भने कार्यकारीको व्यस्तताको विषय हामीले भन्ने कुरा होइन। कार्यकारीको म कार्यकारीको हैसियतमा व्यस्त छु, जसको कारणले मेरो तर्फबाट कार्यकारीकै एउटा अर्को सदस्य अर्थमन्त्री हुनुहुन्छ, अर्थमन्त्रीले टेबल गर्नुहुन्छ भनेर पत्र आएपछि त्यसलाई प्रतिनिधिको रूपमा चाहिँ प्रधानमन्त्रीको बुझिदिनु न। म यति सरकार हुँदाखेरि यही राजसभाले सदन बहिष्कार गरेको होइन, अवरुद्ध गरेको होइन, सवाल जवाफ नगर्दा, प्रधानमन्त्री नबोल्दा होइन। यस्तो छ, हाम्रो प्रधानमन्त्री त बालबटारो सुतेर बस्नु भएको छैन, सिंहदरबारमा काम गरेर बस्नु भएको छ। धन्यवाद। एउटा छ मानेछु एउटा अलिकति होइन, त्यही त मानेछु होइन, होइन बोलिराख्नु भएको छ। सुन्नु फेसबुकमा होइन, सदनमा बोल्ने कुरा त उहाँको आउला पालो बोल्नु होला। होइन, सदनमा प्रधानमन्त्री नबोल्दैमा सदन नचल्ने भन्ने कुरा होइन। सदन चल्ने भनेको व्यवस्थापिकाले चलाउने सदन हो, प्रधानमन्त्रीले देश चलाउने हो। त्यसले गर्दाखेरि प्रधानमन्त्री बोल्न जनताको सर्वभौम थलो त यही हो है। फेरि होइन, जनताको सर्वभौम थलो यो हो, जनताको प्रतिनिधित्व गर्ने थलो पनि यही हो। यो थलो भनेको व्यवस्थापिकाको थलो हो। व्यवस्थापिकाको एउटा सदस्यको हैसियतले, सरकार प्रमुखको हैसियतले उहाँले बोल्नुहुन्छ भनेर आश गर्नुहोस् न। धन्यवाद।